मोमबत्ती अंकल शिव अंकल मोमबत्ती शिव अंकल मोमबत्ती ओखर नभए नि हुन्छ क्या भइहाल्छ नि भइहाल्छ नि यहाँ हामी दिइहाल्छ नि हुन्छ क्या बेनिसा तिमी नि उठ ल अब त्यहाँ दाइले गरेपछि निनीले गर्नु पर्ने उहाँ मिची छ उहाँ बाहिर फोनमा कुरा गरिबसेको छ फेरि राम्रै देखिँदैन त्यहाँ गएपछि त ध्यान दिनु पर्यो नि आएको डर्दैन छुइसक्यो त्यो झिलिमिली टाउको किन निहुरा त्यो बस नि टाउको सोझे बस देऊ ले ननिउरिन त किन निउरिन्छ सिधै बसिरहेको फुल अटिनु पर्यो कि फुल अडिनु पर्छ तिमीले बस्नु पर्यो त्यो हालेको के फाइदा भयो त एकैचोटि पोत झर्नुलाई त्यति घुपुर हाल्यो त हो त यसो टाउकै नअड्या हो त निउरिन्छ टुप्यौ एउटा सुसानको अडिन्छ तिमी नि उठ अब दुईटालाई सकाइदिन्छ क्या नानी त्यो लुगा अलि च्यापै अस्ति दसैँमा मरि साबुन लाउँदो चिप्लो हुन्छ नि साबुन अहिले अड्क्यो नि बस्यो नि त नचल छोरा चुप्पो ला सोझा गरेर बस बिदारमा ढोक बिदारमा अनि तिमीले ढोक दुई भाइ राम्रै देखेको अहिले कस्तो राम्रो भिडियो भिडियोमा छ फोटो नि हुन्छ त्यति बस दाजु त्यति बस नअलि
हेर सुशान्त कति सोझो छ नजर ल छोरी त्यतिकै राखेर यता हेर त्यहाँ राखेर हेर न ल ल त्यहाँ राखेर यता हेरिबस्नु भिडियो नकाट है ल निधारमा राखेर यता हेर निदा राखेर हेर त यता यता हेर लु ल यता हेर फोटो खिच्ने क्या त्यो अलि यता बस्दा लाइट आयो त्यो ढोकामा छेक्दैन लाइट ल यता हेर छोरी ल भयो 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 निधारमा ढोका अनि खनाइदियो तिम्रो निधारमा ढोका ल छोरी यता पलासन दबाएर लामै बस्छ लाउ न अब फोन नकाटै बन्द नगर न काम गर्ने अरे के हुन्छ सुशान्त यहाँ हाल्नु न दियोमा पहिला तपाईँले दियो दिनुभयो अनि यहाँ चाहिँ खोइ त दिदीहरूको पनि त्यही काम हो दिदी यहाँ भाइहरूलाई खोइ त अब मेरो ओखर कसले चोरे यार एउटै छैन ओखर मिल्छ यता हेर सुशान्त यसो छ कहाँ उता 3 चोटि बनाइहाल्नु 1-3 चोटि हाल्नु ओए कहाँ नआयो यता नहाल्नु चाहिँ अब नचल भयो यो त होइन भइसक्यो त्यो मान्छे नबाट हालेको थियो त अब म यहाँ बुवालाई गर्नु मलाई गर्नु यता ल्याउ यता ल्याउ जग्गा मिल्दै गर बाबा मान्छे राई माइलाको पाला आयो ल थप्पड खान्छ चलाइ गर्छ मोबाइल ठ्याक्कै छोप्दैछ यहाँ गर्नु यहाँ माथि गर्नु तपाईँ दाहिने गर्न ए हाम्रो माइला बाहिर कान्छ भाइलाई माइलोलाई देऊ ऊ उता हो त्यहाँ माइलोलाई हो त ठक्क ठोक न अब यहाँ फुलमा पो छुवा छ भुइँमा छो भने त आवाज नआएको के डुङ्गा ठोकौ न माइलोलाई माइलाको टाउको पनि डह्रो हुन्छ नि ऊ यता देउला अघि दिए होइन तिमीले
ल एकचोटि देऊ यसो छु बस बस भयो ड्याङ ड्याङ हान्नु न 2 दिन बिलिसी अब बुढो भए मान्छेले के के हो